युनिस भाइ यो चाहिँ मेरो तर्फबाट है दाइको गिफ्ट अर्को पनि एउटा भाइ एउटा प्लिज भाइ हेलो साथीहरु, तपाईहरुलाई हाम्रो अर्को भ्लगमा स्वागत छ। हाम्रो भ्लग चाहिँ धेरै पछि आयो, सबैजना घर भएको कारणले। आज चाहिँ हाम्रो युनिस भाइको बर्थडे छ अनि विमल र म चाहिँ एउटा केक काट्दिम न त भाइको बर्थडेमा भनेर केक लिएर आएको। धेरैको हैन, जम्मा 1500 को खर्च गरेर भाइको लागि त्यति गर्दिम न त भनेको। भाइले चाहिँ पार्टी दिन्छ अरे हैन। हेरौँ पार्टी कस्तो हुन्छ, सानो सानो क्लिपहरु निकालेर देखाउँला। पछाडि चाहिँ अर्ग्यानिक के भन्छ ट्यालेन्ट। अलिक ठुलो छ दाइ, कसरी हो पालपाली ढाका? 200 लाएर दाइ। 200 भाइ भन्नु नि कस्तो दाइ भनेको। मेरो भिडियो चाहिँ नगराउने। यस्तो सेक्सी गीत गाइरहेको छ दाइले, कस्तो नगर्नु। कहाँ भागेको दाइ? अलिक ठुलो ल्याउ दाइ भाग्दिरहेको क्या। त्यति दाइ पनि यस्तो तरिकाले व्यापार हुँदैन त। सेल्सम्यानको काम भएन ल दाइले पनि अब यहाँ ग्राहक भेटिहाल्नु भयो होइन। हामी लाग्दिउँ रुमतिरै लगाइस यो। हेप्पी बर्थडे युनिस भाइ। हेप्पी बर्थडे। यता हो ए दाइ। अनि हाम्रो केटाहरू चाहिँ धमाधम केटाहरू यहाँ पार्टीको कार्यक्रममा लाग्दैछन् होइन। के गर्छ मलाई त ढुक्कै छ। मलाई त कहिले काहीँ यसरी पार्टी परवन धुनुपर्छ, नत्र दिदीले धोइहाल्छ। त दिनै बिहान पनि हान्नुपर्छ। ए मलाई चाहिँ मिलाएको ढाड्न त मतिवाला आयो केटा सन्चै छ नि होइन। भाडा मान्छे बेसन्चो हुने उहिले मरिसक्दैछ। तर पर्वेको चाहिँ जस फ्लिप हुँदो रहेछ है। मेरो चाहिँ काट्नुपर्छ एकचोटि। ल दामी केटा सिक्स प्याक देखाइदियो फेरि। ल यस्तै छ होइन, यस्तै छ हाम्रो यता केटाहरू। फेरि एउटा ग्रुप छन् नि अर्कै दादा ग्याङको ग्रुपहरू। चपिङ सुरु हुँदैछ। मजाले देखा यार, खतरा हुने। एसएम पढेर आएको तर फेल भएर आएको। होइन यस्तो क्या, हामी भनेको म्यानेजमेन्टको स्टुडेन्ट हो होइन। अब उहाँ चाहिँ के भन्छ म्यानेजमेन्ट गऱ्यो नि, यहाँ चाहिँ अब होटल म्यानेजमेन्टै गर्नु पऱ्यो नि। यहाँनिर अब हाम्रो मासु रेडी भयो। फुड चाहिँ दामी तरिकाले हान्दैछ केटाले। कस्तो हुन्छ मलाई चाख्नुहुन्छ मलाई चाहिँ। जसले मह काट्छ त्यसले ठिक छ भव्य चल्दैछ। तेल पो धेरै लागेको छु कि जस्तो लाग्दैछ यार। दामी के छ मेरो केटा हो चल्दैछ त। नहेरे फेरि यहाँ त प्रभु त्यसले यसले खाला नि। हेर न केटाहरूको के हो, के छ नि हो। आमामामा आछि माछाको पोखरी होइन। ओ यहाँ मेरो फोन छ कि, नत्र म हाम्रो बर्थडे बोय यहाँ छ भाइ होइन। हेलो बर्थडे बोय, चक्लेटी बोय होइन। चक्लेटी त कालो पो हुन्छ त हजुर। अब हाम्रो यस्तो जान्छ होइन, सब पोखिदिनु एकचोटि चाहिँ है। सकेन ड्युटी हेर। काचा किचिक पार न लजाको के सर। हेर भाइको लागि एउटा गीत। एक मिनट जान्दै होला बर्थडे बोय प्लिज बिस
सब्जी चलाउँदैछ नि माया हे हे लगाउने धोको तिम्रो माया कलेजीमा जम्मै बग्यो खोला जम्मै तिम्रो माया कलेजीमा जम्मै आँखैमा गाजल लपकैमा लगाइदिउँ कि छपकै आँखैमा गाजल बन माया लगाइदिउँ कि छपकै बैसैमा मर्छु पोकारे बन सोल्टी मरो गाउँ केटा गाना चाहिँ गाउँ खोइ रिच किटको एकछिन पहिला छ त 2 लाख 20 हजार पाखुरीमा तिमीकै बस्यो माया आँखैमा तिमीकै के गर्नु कर्केलो बारीले गोर्खा तिमीलाई रोइरहन नपरी बसैमा हेर केटा हाम्रो केटा यस्तो धनी छ सुनको टुक्राहरू यता फ्याल्छ क्या इस अब हेर यहाँ हेर नि सुनको टुक्रा यसरी फ्याल्छ घाँटीमा त्यसरी लाउँछ धेर भएको सुनहरू चाहिँ यसरी राख्छ होइन हाम्रो बर्थडे बोयको लागि यो सङ्ग चाहिँ होइन हाम्रो बर्थडे बोय त्यहाँ छ हाम्रो बर्थडे बोय ए बर्थडे बोय यहाँ छ हिँड्नु साथी हेलो चटपटे मेन युनिस भाइको होइन केक चाहिँ यस्तो छ युनिस भाइ कस्तो छ केक त्यस्तो छ युनिस भाइ चाहिँ यस्तो छ फेरि हेर न यही हो केक बिगार्ने केक बिग्रियो कि त्यो त्यस्तो कालो छर्केको थियो यार अन्त कस्तो देखिरहेको छ यताबाट त 19 देखिरहेको छ यार यताबाट त उताबाट के देखिरहेको छ ल यताबाट त उल्टो ल युनिस भाइ तिमी आउने कि मै काट्ने भाइ तिमी आऊ यहाँ बाल यो कसैले उतार जान्छु माथि उडाएको फेरि Happy birthday to you. Birthday to you. म पनि बाँकी नै छु ल ह्यापी बर्थडे मेरो भाइ यो चाहिँ के हो यो भाइ त गिफ्ट हो भाइको लागि भाइ ह्याप्पी बर्थडे चाहिँ 1K सेलिब्रेसन 1K सेलिब्रेसन निकाल्दै भयो निकाल्दै यो छ नि कुन चाहिँ उल्टो पट्टिबाट खाऊ सबै लाग्छ नि केही हुँदैन उडेको त झन् मिठो हुन्छ त ल हाम्रो र्याम्बो भ्लग होइन भाइ फेरि धेर नखाइदेऊ नि दाइ फेरि कम्बो भनेर रिसाउनु हुन्छ नि
डाइना लाग्छ बडी के ओइ म केको सबैलाई दाजु देख्दैन केटा हो बाजे ल बाजे ल 91 इयर्स को त उप सबै जान्ने के साइको गाना लगाइदेन गालामा युनिस भाइ यो चाहिँ मेरो तर्फबाट है गाईको पालो खाउन यो कहाँ अनि दाइको गिफ्ट टोक्यो अर्को पनि एउटा भाइ एउटा प्लिज भाइ अरू केही छ ल भाइ के काट्दै सबैलाई भाइ अब काँचो आलु छ के प्याजहरु खाइदिनु युनिस भाइ अब काँचो आलु बाँकी छ यार तिमीलाई पनि रङ्गी बिरङ्गी भइसक्यो लु है भाइ ह्यापी बर्थडे लु भाइ यहाँ आएर खोल्नु त लु खोल्ने नि भाइ खोल्ने भाइले खोल्छ भाइले ओ धन्यवाद खोल्नु पर्ने हुन्छ त भाइ यही छँदैछ भाइ खोल्न आएन भने भन भाइ बट्टा हेर्न पहिला अनि त्यसपछि अरू के ठुलो छ मलाई नि त्यही जस्तो लाग्छ केटाले के छ अनुमान लगाइदिएको त्यो गोलेन है भाइ ए भाइ बुनु लगाइदिने कि म लगाइदिउँ के हो यो भाइलाई ठिक्कको सिरानी रहेछ सुरक्षित गरेर राख भाइ मसँग पनि छ घडी कर्नाल दिएको तर यस्तो तलको चाहिँ दिपेसँग इटरी जाँदाखेरि काजहरू भएर अनि यो दुईटा पो छ त भाइ भएको त सिक्स प्याक भाइ सर्ट खोलेर पो लाउने उता हेरेर भनेको हुन्छ मलाई फेरि यस्तो कुराहरुमा चाहिँ यस्तो लाज लाग्दैन नि अब कहाँ भाइ त्यो ननिकाल्ला हो त्यो आज कम्प्युटर क्लास ऊ क्लास जाँदा पनि भाइले त्यो त्यतिकै लाएर जान्छ क्लासमा त हैन चक्लेट पो बाड्नुपर्छ त सानो छ मान्छे कसले भन्छ हिरो देखिको नि त भाइ ल ठिक छ नि तँ यस्तो चाहिँ नदेख्दा हुन्थ्यो अब कतिवटा केटी लाटिने नै गाह्रो हुने बिबसे त्यो माथि पछि परेको ल चित्त बुझ हैन ल ठिक छ भाइ ल भाइ पछि अब यो पनि राख सम्झी चाहिँ सानै दिएको छ केटाहरूले थालौँ कि के हो छैन नि मजाक गरेको यार सम्झी सानो छ होइन मुख ठुलो छ मुख चाहिँ ठुलो भयो नि मिनु बेबी खाँदैछ यसबाट अति हो यो त कसको ब्लग छ त उताको दुवाई गाइस सर्टबेल यसरी खाइन्छ है यसरी खाली कम्तीले त खाएर कहाँबाट यो के हो पनि हो त ठुलो चम्ची हो ठुलो मान्छेले ठुलो चम्चीमा खान्छ एउटा डाडुले हाल्न थाल्छ तेरो बिहा पानी परोस् जगेटा यसले पनि हाल्नु टकिला सर्टै दो चाहिँ हाम्रो भ्लग चाहिँ यहीँ टुङ्गाएको छौँ होइन थ्याङ्क यू गाइज हेरिदिनु होला सपोर्ट गरिदिनु लाइक सेयर सब्सक्राइब गरिदिनु होला हेल्प गर्नु न हेल्प गर्नु बाई बाई धेरै खानु